भरे सानोमा कन्दै युट्युबमा हाल्ने रे हो। अब भिडियो गर्ने मान्छेको यो च्यानलको मान्छे त छँदै छैन। अब मै हो हैन, भिडियो बनाउने चाहिँ अब च्यानलको मालिक चाहिँ अहिले पानी बनाउनु जानुभएको छ, त्यही भएर अब बनाउनु पाएन, मैले गरिदिएको। के छ के छ हजुर, के छ तपाईँको हाल खबर? छैन, ल ठिक छ। भरे सानोमा कन्दै युट्युबमा हाल्ने रे हो। यहाँ चाहिँ रोटी खानुहुँदैछ? यहाँ चाहिँ बिहानको नास्ता। आज बोजू निम्तो छ र सबैले अब प्रिपेयर गर्नुहुँदैछ खानाहरूको लागि। हाम्रो बाजा सिस्टम हुँदैछ, बाजा बनाउनुको लागि पुरा मेहनत गर्दैछ दाजुभाइहरूले। हाम्रो माकुन्जे पनि आउनु भएको छ, हाम्रो टमाटर पनि मजाले फल्नु भएको छ। हेलो आइपुग्यो? ठिक छ, भर्खर आइपुग्यो। काम सकेर आइपुग्ने कामचोरहरू हो, कामचोर कर्नर हेरिहालौँ हो। अनि तपाईँको यहाँनिर अब खाना पाकिरहेको छ। तपाईँको सुँगुर चचेको मासु हो यो। यो चाहिँ हामीले भनिस् न, यो चाहिँ हामीले हिजो बहुत मिहिनेत गरेर बनाएको पसिना पानी चाहिँ चोए आज राम्रो भयो, मजाको भयो। जग्गा अब अलिकति त्यस्तै छ, मोटा गाउँ भएर त हामी एक्सिस भइरहेको छ। राम्रो होस्, शुभकामना छ हाम्रो मामाका दिदीलाई। मेरो छ्यामालाई त खालि मामाको दिदीलाई। अब हामी पर जाँदैछौँ, कुखुराहरू बोइल गर्दैछ त्यतातिर। काटिहाल्छ नि, बनाइदिने मात्र काम हुने मेरो। पानी बनाउनु भयो नि त। हाम्रो छ्यामा राम्रै छ्यामा बोइलै हुँदैछ नि। हो यो पुरा उयोहरू छ नि, हेर न किनाहरू छ नि। यहाँ चाहिँ मासुहरू काट्ने काम हुँदैछ हाम्रो। अहिले बिहाको लागि प्रिपेरेसन सबै भइदिइसकेको छ। के गरेको अरे जाउँ न तिमी। के छ दाजु भनिदिनु न, सब ठिक छ? आमा कृष्ण भन्नुहोस् न, तपाईँको हाल चाहिँ कस्तो छ? आज त आन्द्रा बटारिन्जाल खाने हो मासु होइन? हाम्रो कुखुरा बोइल गर्ने मान्छेहरू दाजुभाइ नजारा जस्तो बोइल गरेर चाहिँ उयो गर्नुको लागि यो चाहिँ पानी चाहिँ बसिरहेको छ मान्छे। हेलो दाजु, बढिया सब राम्रै? के चल्दैछ आज? भनिदिनु न। हजुर हजुर, चिया पनि बल्ल बल्ल आउनु भयो त। लु दिनुहोस् त बाबुजू चिया। काटिदिइहाल्छ नि, त्यो कति टाइम लाग्छ र? बगान पनि चल्छ चल्दैन दुई जस्तो भएर निकाल्नु पर्छ। यो तम्बु चाहिँ हामी यो रोटी पोल्नेमा चाहिँ लानुपर्ने स्थिति आयो हो हाम्रो। यो 2 दिनको पाहुना हो, अब 2 दिनमा काटिहाल्छ हो। भोलि ए भोलि पर्सि काट्छ, भोलि या पर्सि तपाईँको मौली। हजुर कृष्ण दाको भएन न। यो तम्बु चाहिँ तपाईँको रोटी पोल्नेमा टक्कसँगले किन खतराहरू छ फेरि हो।
के हो त हाम्रो सान्डोमा आएको भिडियो यो चाहिँ के भन्छ यो चाहिँ सेलरोटी बनाउनलाई चाहिँ सबै गर्नुपर्छ यो चाहिँ अब सेलरोटी पकाउँदैछ भरे यस्तो हुन्छ भन्नु सक्दैन यो चाहिँ अब यता हाम्रो बनाइदिइहालेको एक खिचिदिनु त्यही के हुँदैन खाएको त हेर्नुपर्छ त बनाएपछि खानु त पर्यो त सबैलाई देखाउँदैछु ल त साह्रै भने आमा माइजूले आमा माइजूकोमा अन्न लिन्छु कहाँ के हुँदैन र त जानु भएको रोटी